हेलो नमस्ते सबैजनालाई। सो वेलकम ब्याक टु माई च्यानल वन्स अगेन। सो आज चाहिँ मेरो छुट्टी अनि छुट्टीको दिन त अलिकति रमाइलो गर्नै पर्यो। रमाइलो के र काम गर्नै गएको, अलिकति सपिङ, अलिअलि कामहरू। अन्त सो घर ड्युटी, घर त के भन्नु, रुम ड्युटी रुम ड्युटी रुम ड्युटी गर्दै पग्ला हुन्छ। कतिखेप रुम ड्युटी कतिखेप रुम ड्युटी भन्यो होला है मैले। सो अनि आज चाहिँ अलिकति बाहिर गएर फ्रेस एयर घाम लिनु आएको फेरि। अन्त सो म हजुरलाई सानो क्लिप हाल्दै अपडेट गर्दै जान्छु। होप हजुरहरूलाई मेरो भिडियो मन पर्दै होला। मैले जतिसक्दो ट्राई त गर्दैछु, म त्यस्तो प्रोफेसनल छुइनँ र पनि म सानो क्लिप्सहरू हालेर अब त्यही हो, लाइफ अलिअलि अपडेटहरू मलाई मनपर्छ र म त्यो गर्छु। सो हजुरहरूलाई मन पर्दै होला मेरो भिडियो है। यहाँ त सेज आयो, कस्तो राम्रो भयो। एकछिन म यहाँ क्यात्दै रुखमा फुल फुलिरहेको छ कि, कस्तो राम्रो हावा पनि चल्दियो। फुल पनि के राम्रो फुलेको रहेछ। माइ गॉड, कस्तो ज्याम्मै परेर फुलेको छ यहाँ। लु यहाँ चाहिँ रुखमा चढ्नु पनि सेरी लगाएर चढ्छ। यस्तो छ। आई थिङ्क यो काट्नुको लागि होला, पत्ताहरू रुखमा चढेर काट्छ। यतापट्टिको चाहिँ काटिसक्यो तिनीहरूले। मलाई कुनै किन यो बाटो चाहिँ साह्रो पिसफुल लाग्छ क्या। यहीँ बसिरहँ जस्तो लाग्छ, कस्तो पिसफुल लाग्छ क्या। यो यसरी फुलहरू फुलेर होला रुखतिर हो, त्यही भएर क्या पिसफुल लाग्छ। अन्त मलाई मेट्रो स्टेसन जाँदाखेरि कुन चाहिँ बाटो चाहिँ फेभरेट हो भने चाहिँ यही हो। यो बाटो पुरा मनपर्छ। अब मैले रिलेट गरेको म गलत पनि हुनसक्छु। आई थिङ्क यो पिपलको बोटले गर्दा जस्तो लाग्यो मलाई त। कत्रो ठुलो छ पिपलको बोट, अन्त कत्रो छ। त्यही भएर मेडिटेसन गर्ने ठाउँ जस्तो लाग्छ मलाई। चम्ची ल्याइदेऊ न भनेको थिएँ कि भरे त चम्ची र काँटा ल्याइदिएछ। कस्तो राम्रो, यसमै हाल्नुपर्ने। मेरो फेभरेट कलर ल्याइदिएछ। धन्यवाद बुढा। खास चाहिँ चम्ची चाहिँ किन ल्याउनु लगायो भने चाहिँ मिस्टी पाएँ कि यहाँनिर दही। कस्तो मटकाको भाँडा रहेछ, यी माटोको भाँडा रहेछ। कस्तो दामी, यो भाँडा पनि राख्नु नै मलाई। अन्त हामी पनि बनाउँदा हुन्छ यसमै, यो घरमा ट्राई गर्नु पऱ्यो। कस्तो रहेछ, कस्तो क्रिम हेर न। कस्तो फ्याट रहेछ हौ। हेर त दामी। कस्तो रहेछ, स्विट छैन है, यो अर्कै खालको रहेछ। तिम्रो त म्याचिङ भएछ त। अब के अरे सर्ट हो, अन्त त्यहाँदेखि स्पुन। कस्तो दामी है यो गर है। सचिन देखो त अलिकति यता। तिम्रो भुँडीलाई पनि शान्ति हुन्छ। के गर्नु है, बिहा गरेर पनि 1 हप्ता बादमा भेट्नुपर्छ। कस्तो लाग्यो मलाई भेटेर? दामी हो। कपाल त पुरा काटेछ त, गर्मी दुबईको गर्मी है।